मैले हालेको भिडियो पछि आज हामी नगरपालिकाको टोलीलाई लिएर आएर नाप्न लिएर आउँदैछौँ। अस्ति कस्तो थियो आज कस्तो छ हेर्नुहोस्, अलिकति डिफ्रेन्स हुँदै गइसकेको छ यिनीहरू। अब अस्ति यही अगाडि मान्छे उभियाभन्दा अगाडि यहीँ यो पोलेको, अब अहिले यस्तो छ। अहिले पढाउँदा हामीले पहिला पनि अब क्लियरली हुनु पर्यो नि त। कसले बोल्यो कि मेयर साहबले बोल्ने हो कि वडाध्यक्षले बोल्ने हो कि यो बाटो बनाउने विषयमा हामी जिम्मेवारी म साँच्ची नै मसँग मेयर साहब भन्दा त्यो कुरा मैले जिम्मा लिएँ। म भन्छु यसको अरू तपाईँ सुन टेक्निकल कुरा प्राविधिक छ, तपाईँहरू बसेर कति कन्टिन्यू हेर्नुहोस् होइन, त्यो कुरामा बढी उठा छ भने तपाईँहरूले नियमअनुसार भएर कारवाही गर्ने कुरा भइहाल्यो। अर्को चाहिँ यो अब घाट चाहिँ 3 वर्ष भयो गरेको होइन, 3 वर्ष चाहिँ अब यो घाट भइसकेपछि अब उठाउनु पाउँदैन, नयाँ आइले पनि त्यति भइसकेपछि त अब उठा हुनु पर्दैन होइन। अब रिकभर भएपछि त्यो अब पछि प्राविधिक कुराहरू अब प्राविधिक पछि हानेको छ, यताउति गरेको छ, तपाईँहरूले 1 नम्बर रुललाई कारवाही गर्नु हुँदैछ। अहिले तत्काल चाहिँ अब तपाईँहरूले यो बनाइदिन्छु भनेको चाहिँ यो चाहिँ रिकभर यहाँ कसरी गरेर सकिन्छ। अब अहिले पोल नलाए होइन, यताउति त्यस्तो घटना भइहाल्यो ठाउँ छैन नि त हाम्रो त। अब त्यसको चाहिँ तत्काल चाहिँ यसलाई सहयोग गर्नु पऱ्यो पहिला। रिकभर गर्ने कुरा प्राविधिक सल्लाह गर्नुहोस्, त्यसलाई सधैँ मेयर सधैँ लाखेको हुँदैनन्। तपाईँलाई जिम्मेवारी चाहिँ हाम्रो यो हामी नापेर कति बढी भएर त्यो अनुसार गर्ने त्यो नियम कति मलाई थाहा हुँदैन। बाँकी यो लिएर हाम्रो चाहिँ हाम्रो सजिलो कुरा चाहिँ उनीहरूले गरेर गर्न लाउने। अब ठुलो कुरा चाहिँ अब त्यो अहिले रिपोर्ट त हामी सबै बसेर हेरेर त्यो टेक्निकल भएपछि अब नियमअनुसार दिन्छ त्यो अहिले गरेर तपाईँहरू नभइकन तपाईँहरूले भन्नुभएको रहेछ अस्तिदेखि थाहा भएको मान्छे बोलाउनु भने हो नि त। थाहा भएको मान्छे त आइदिनु पऱ्यो नि। यहाँ चाहिँ यो बाटो ढलान गरिदिन्छु, त्यो घाटको अलिकति मर्मत गरिदिन्छु भनेपछि त्यसको क्लियर हुनु पऱ्यो 1 नम्बरमा। 2 नम्बरमा तपाईँहरूले चाहिँ यो चाहिँ पहिले केही नै गर्न सक्दैन भन्ने हिसाबले भन्नुभएको क्या। सुन्नु न, तपाईँ यसमा के मान्छे अब यहाँ बोलाउनु पऱ्यो नि। यो गरिदिनु केही पनि गर्नुहुन्न भने जस्तो हो क्या तपाईँहरूको होइन। तपाईँहरूले यो यिनीहरूले केही गरेर सक्दैनन् भने जस्तो हो नि त। अब अहिले यत्रो मान्छे आएन तपाईँको प्रतिनिधि केही गर्छ यो खन्ने कुरामा पनि हजुरहरूले त बढी नै भन्नुभएको भन्दाखेरि चाहिँ अब अरू चाहिँ मान्छे त्यसो मरिमर हुन्छ आएर चलाउनु पर्छ भन्ने सोच्नु भएन। हामी आउँदै गर्दा त हामीले त अस्ति लाख दिएर आउँदा त खाउँदा खाइ पाएन। आज तपाईँले अब आफ्नै आँखाले कि हामीले नचाहिने आरोप लगायो भने भन्नुहोस्। त्यस्तो भइहाल्यो त्यस्तो भएन होला नि, त्यो त गलत होला नि। मरेपछि त सबैजना जानुपर्छ होला नि। पाउनुपर्छ तत्काल तपाईँहरूले यो पहिला त्यहाँ चाहिँ बनाइदिनु पऱ्यो। यो त तरिका कुराहरू कसैले गरेन अन्तिम त नगरपालिका गर्नुपर्छ। अन्तिम त उहाँहरूले बोले अन्त उहाँले गर्नु पऱ्यो नि भने नगरपालिकाले कसैले गरेन लगेर त यहाँ आउँछ फुटाउन दिने हामी आउन सकिँदैन यो बाटो। लिखित काम छैन भनिदिने होला भोलि बिहान फेरि। अब के भन्नु लिखित काम भएकोमा त खतालिँदो रहेछ। पत्रकार चाहिँ बन्द गराएर तपाईँहरू हाम्रो इन्जिनियर साहबले यहीँ भन्नुभएको छ तपाईँहरूलाई बन्द गरेपछि तपाईँहरूले डोजर घुसाउनु के अरे बुझाउनु भएको इन्जिनियर साहबले भन्नु भएको बन्द गरेपछि उहाँलाई बोलाउनु न उहाँलाई घरै